नमस्ते। केही पनि छैन क्या, टपिक लिटरली केही नै छैन। त्यही भएर बक्चती गर्न आइसके तपाईँहरूको अगाडि होइन। जोक सुनाउँछु सानो, मनपर्छ भने लाइक गर्नु होला। कहानीको सुरुवात चाहिँ कहाँ हुन्छ भने एउटा बुढो हुन्छ क्या, र त्यो बुढोको चाहिँ लिटरली छोराछोरी नै हुँदैन, र धेरै समयको मेहनतपछि बाबाजीको ठुलो डड 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 छोरा जन्मिन्छ। र ऊ जान्छ एउटा पुजारीकोमा, पण्डितकोमा गएर भन्छ, बाबाजीको ठुलो मेरो छोरा जन्मियो, उल्लु उल्लु जस्तै छ अनुहार, यसको नाम के राखौँ? घर पछाडि जे देख्छ त्यही नाम राख्थे। टक्क साईको बुढो घर पछाडि जान्छ र उसले देख्छ, के देख्छ? सोचो सोचो। दिशा देख्छ, दिशा। छोराको नाम दिशा राखिदिन्छ। अनि एउटा नयाँ घर किन्छ। अब घरको नाम राख्नलाई ऊ टक्कसँगले ल्याम 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 हिँड्दै जान्छ बुढोकोमा, मतलब त्यही बुढो पण्डित। त्यसपछि पण्डितलाई गएर भन्छ, अब सुड्डो मेरो छोरा त जन्मियो, अब घरको नाम चाहिँ के राख्ने? फेरि ब्रो लिटरली त्यो बुढो सुड्डोले घर पछाडि जे देख्छ त्यही राख्थे भनिदिन्छ। त्यसलाई पण्डित कसले बनायो बे? घर पछाडि गएर हेर्दा उसले देख्छ कट्टु, बे कट्टु, घरको नाम कट्टु राखिदिन्छ। र केही समयपछि उसको घरमा आगो लाग्छ। अब के हुन्छ? पुलिसलाई फोन गर्छ। हेलो पुलिस जी, हजुर भन्नुहोस्। हजुर यहाँ आगो लाग्यो। कहाँ? कट्टुमा आगो लाग्यो, दिशा भित्रै छ। हे को बोलेको त? म पागल बोलेको।